नमस्ते, मेरो नाम पद्मबहादुर खड्का। हामी विगत धेरै वर्षदेखि यो बच्चामा समस्या हुने एकदम पीडित थियौँ, किनभने 2-3 पटक पहिला एकदम मिसक्यारेज भएर तपाईँको के अरे धेरै ठाउँहरूमा अब गएर त्यस्तो उपचार नहुने। हामी यहाँ मात्र होइन, नेपाल मात्र होइन, इन्डियाको के भन्छ नक्नौसम्म गयो, त्यहाँ पनि सम्भव भएन। किनभने जब 2-3 पटक मिसक्यारेज भयो, त्यो बच्चा खस्ने समस्या भयो, पछि त्यहाँबाट भइसक्यो, त्यहाँ एउटा पेटमा पनि तपाईँको चाहिँ नि पोल्ने समस्या आयो। त्यो भइसकेपछि हामी काठमाडौँ आयौँ नेपालगञ्जदेखि। काठमाडौँमा पनि थुप्रै ठाउँ गइयो, सरकारी गयो, अरू ठाउँमा पनि गयो। खासै त्यस्तो राम्रो उपचार भएन र हाम्रो फ्यामिलीको स्वास्थ्य एकदम सुधार भएन। विशेष गरी अनि पछि यो हाम्रो फ्यामिलीले टिकटक मार्फत अर्थात् फेसबुक मार्फत आफ्नो उसमा त्यो हाम्रो म्याम रङ्गिला म्यामको लाइभ हेर्ने, त्यसो गरेर टिकटक हेर्ने, अनि उहाँको त्यही थ्रुबाट हामीले यहाँ यस्तो रहेछ है भनेर मलाई सुनाउनु हो। सुनाइसकेपछि त्यो मार्फत कस्तो रहेछ त, एकपटक जाउँ न त भनेर हामीले अहिलेभन्दा समथिङ 1 वर्ष पहिला, अब यो बाबु बस्नुभन्दा पहिला आइयो। यहाँ आइसकेपछि सबै अब थुप्रै कुराहरू यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर सबै सल्लाह लियौँ। त्यही अनुसार सल्लाह लिँदै गर्दाखेरि नभन्दै पछि के भन्छ हाम्रो बाबु पनि पेटमा बस्यो। त्यो बसिसकेपछि हामी फलोअप गऱ्यौँ, 3-4 महिना जति फलोअप गऱ्यौँ। त्यो भइसकेपछि त्यहाँ एउटा त्यो सर्भाइकल त्यस्तो त्यो गर्नुपर्छ भन्नु सल्लाह दिनुभयो। तर हामीलाई के हो भन्दाखेरिमा त्यति बेला अब यस्तो त हो, यो डर लाग्यो नि त, अब यो खासै त्यति भन्यो होलान्, त्यति गऱ्यो होलान् भन्ने भयो। अनि हामी त्यहाँबाट गएर सरकारीमा गइयो। अब त्यति यहाँ सरकारीमा थुप्रै कुराहरू हुन्छ, यताउता हुन्छ, हामीले खासै अब हुन्छ नि त, त्यत्तिकै मात्र पैसा चाहिँ खेर जाने भनेर सरकारीमा गयौँ। सरकारीमा गइसकेपछि पछि सरकारीमा फेरि निरन्तर 3-4 महिना जति सरकारीमा गयो हेर्नु। सरकारीमा गइसकेपछि अनि ठ्याक्कै तपाईँको जब 8 महिना भएको थियो बाबु बसेको, अथवा बाबुको गर्भमा आएको 8 महिना जति भएको थियो, 81 अब त्यही सरकारीमै फलोअप गर्दाखेरि अनि बाबु हुँदाखेरि 8 महिनामा तपाईँको चाहिँ ठ्याक्कै पेट दुख्ने अथवा पानी बग्ने समस्या आयो। आइसकेपछि हामी त्यही फलोअपको लागि किन आयो, कसरी आयो भनेर त्यहाँ आउँदाखेरि चाहिँ अब गराउन डराएर म त्यहाँ आउँदाखेरि म्याडमसँग आएको, अरूसँग त्यस्तो भएन। त्यहाँ आइसकेपछि फेरि अनि अब ल पानी खस्यो, यताउता भयो, अब तपाईँको बच्चा हुने सम्भावना छ भनेर भन्नुभयो। त्यो भनिसकेपछि अनि त्यहाँ एउटा अर्को के पनि भन्नुभयो भने त्यो एउटा हाम्रो सरकारी हो भनौँ न, एउटा भरपर्दो एउटा त्यस्तो ठाउँ हो। त्यहाँ पनि अब आमाको पनि भर छैन, बच्चाको पनि भर छैन भन्नुभयो। त्यो भइसकेपछि अब त्यो यहाँ अर्को कुरा, अब त्यो एक त 8 महिनाको बाबु जन्मिन्छ होइन, अब त्यसको अवस्था कस्तो छ के छ, वृद्धि विकास भएको हुँदैन। 8 महिना भनेको समथिङ 30-35 दिन पहिल्यै जन्मिनु भनेको त अब एकदम हो नि त। हो त्यस्तो अवस्थामा त्यहाँ राख्ने उचित व्यवस्थाहरू छैन, के अरे एनआइसियुहरू छैन, यताउता केही पनि रहन्छ। अनि उहाँले भन्नुभयो कि डिस्चार्ज गरिदिन्छौँ, यताउता गरिदिन्छौँ, तर आमाको पनि भर छैन, बच्चाको पनि भर छैन भन्नुभयो। त्यो भइसकेपछि हामीले अनि लास्टमा त्यो हुनुभन्दा त बरु ठिकै छ त, अब जति भए पनि पहिलेदेखि फलोअप गर्नुभएको थियो, हामीलाई यहाँसम्म पुगाउने उहाँ के अरे डाक्टर रङ्गिना म्याम थ्रुबाट हामीले पहिले यहाँ बसाउन सफल भएको। राम्रो भएको छ सबैजना के अरे त्यस्तो भएर अनि हामी त्यहाँबाट आएको। त्यहाँबाट तत्कालीन यता आइयो। यहाँ आइसकेपछि अनि यहाँ आइसकेपछि अब हाम्रो यहाँको टिमहरू, यहाँको सबै अरू पेसेन्टहरूलाई अरू काम थुप्रै छोडेर तत्कालीन एकदम बाबुको के अरे हाम्रो म्यामको जीवन एकदम अन्तिम अवस्था भनौँ न, त्यहाँको त अब अन्तिम अवस्था छ भनेर यता आएको हो। यहाँ त अब सबै टिमहरू लाग्नुभयो, सबै जुट्नु हो, सबै आफ्नो फ्यामिलीभन्दा पनि के त्यही पनि अब फेरि अर्को कुरा कुनै पनि त्यति बेला त पैसा यताउता पनि उही थिएन, सबैभन्दा ज्यान हो, सबैजनालाई मेरो जस्तो समस्या छ भनेपछि रङ्गिला ब्यामसँग आएर आफ्नो देखाउनु होला, फेरि यताउता गरेर दुःख नपाउनु होला, मेरो जस्तै नहोस् पछि कसैको पनि। यहीँ आएर राम्रो गराउनु होला, हेल्दी बेबी लिएर जानु होला घरमा, म्यामलाई सम्झिनु होला। फेसबुकबाट नै मैले कन्ट्याक्ट गरेर आएको हो। अनि सबैजनालाई धेरै धेरै धन्यवाद। दुइटैको ज्यान आज एकदम हेल्दी बेबी एकदम राम्रो लिएर म घरमा जाँदैछु। सबैजनालाई धेरै धेरै धन्यवाद, यति भन्न चाहन्छु।